हेलो गाइस, फेरि आएँ म तपाईहरु सामु। म अहिले यो धापासीको तलको चोकमा छु। एकातिरबाट यो बाटो गयो भने चाहिँ ग्रान्डी पुग्छ, यताबाट गयो भने चाहिँ भगवती मन्दिरतिर, यताबाट गयो भने वसुन्धरातिर पुगिन्छ। अब यहाँ बसेर पेसेन्जर कुर्दैछु। रातिको इन्ड्राइभ हो है, अलिअलि रिक्स त हुन्छ, तर हामीलाई त के रिक्स भन्नु, हामी त अब दुई पाङ्ग्रे हो। यताउति के पर्यो भने पनि भागिहाल्न पनि सकिन्छ भनौँ न। अब त्यस्तो लुटेराहरू पनि पर्न सक्छ राति बिचमा, अलिकति डर त हुन्छ नै। त्यो साइकलमा पठाउ गर्नेहरू देखेर मलाई, साइकलमा फुड डेलिभरी गर्नेहरू देखेर मलाई माया लागेर आउँछ। बिचरा राति 12-1 बजीतिर म अस्ति सुतिरहेको थिएँ। राति 12 बजी पछाडि चाहिँ आँखा खोल्यो 12 बजीतिर। अनि घरको कौसीमा आएर यसो बस्दाखेरि चुई चुई आवाज आएको सुनि बाटोतिर। मैले के को आवाज रहेछ यतिखेर भन्ने भयो मलाई। त्यसपछि यसो हेरे, बिचरा त्यो साइकलमा फुड डेलिभरी गरेर आएको थियो कि राति लगभग 12:30 बजीतिर। ए बाबा, मान्छेले चाह्यो भने त कमाउँदो रहेछ, दुःख गर्नु सक्नु पर्दो रहेछ होइन। दुःख गऱ्यो भने पैसा त रहेछ। हामीलाई त के रिक्स छ भनौँ न। हामीसँग त दुई पाङ्ग्रे साधन छ। भरे गएर कसैले लुट्न खोजिहाल्यो भने पनि त भनौँ न भागिहाल्न त सकिन्छ होइन। अब हतियार सतियार बोकेर आयो भने, अब कुकुरी सुकुरी बोकेर आयो भने त झट्ट भाग्नलाई त अलिकति सजिलै हुन्छ। बिचरा त्यो साइकलमा काम गर्नेहरूलाई त कति डर हुन्छ होला भन्नु त। बिचरा उनीहरूसँग मोबाइल हुन्छ, पैसा हुन्छ, त्यत्रो फुड डेलिभरीको सामानहरू हुन्छ है। एक्लै राति खोला सोलामा अब जस्तो ठाउँमा पनि हिँड्न पऱ्यो नि त उनीहरूलाई त। हामीलाई पनि पर्छ, नपर्ने होइन हामीलाई भनेको अब साधन हो हाम्रो त। अब जति एक्सिलेटर बटाल्यो हामी त्यति नै स्पिड हुन्छौँ होइन। उनीहरू त बिचरा साइकलमा त कसरी भाग्यो, कसरी लगाड्यो भने पनि भाग्नु पनि भ्याउँदैन बिचरा। मलाई त्यस्तो देखेर चाहिँ साह्रै माया लागेर आउँछ कि। अनि त्यो बेलादेखि चाहिँ म आफूलाई नै मसँग दुई पाङ्ग्रे हुँदा मैले किन इन्ड्राइभ गरिनँ, किन पठाउ गरिनँ भनेर चाहिँ म आफूलाई फिल गरेँ कि। त्यो बेलादेखि चाहिँ मैले गर्नलाई सुरु गरेको। हुन त मैले गरेको पनि धेरै भएको छैन, लगभग आज 8 दिन भयो होला, जहाँसम्म 7 दिन, आज 8 दिन भयो मैले गरेको। जस मलाई चाहिँ चित्त बुझेको छ गरेको, जस म सन्तुष्टि छु। किनभने आफ्नो देशमा आफूलाई बेचेर विदेश गएर, खाडी मुलुकतिर गएर 1 लाख 2 लाख रुपियाँ सकेर खाडी मुलुकतिर गएर कमाउनु भन्दा त बरु यहीँनिर बरु त्यो 1-1.5 लाखको बरु यसो बाइक लियो। अहिले म ठ्याक्कै वसुन्धरा चोकैमा आइपुगेँ। हेर्नुहोस्, यताबाट अब यो चाहिँ चक्रपथ जाने बाटो हो होइन। अब यहाँ कुरुम अब खाली हिँडेर त हुन्न। 178 रुपियाँको तेल छ लिटरको। अब खाली हिँड्न थाल्यो भने त फेरि भोलि खल्तीबाट पैसा जान्छ होइन। अनि के गर्ने, रातभरि करायो दक्षिणा हरायो भन्ने जस्तो हुन्छ। त्यही भएर यो खाली हिँड्ने चाहिँ गर्नुहुन्न। हेर्नु, जहाँनिर मान्छे छोडिन्छ, पेसेन्जर छोडिन्छ त्यहीँ बस्ने हो। अब आफूलाई अलिकति डर लागेको, सुनसान एरिया जस्तो पऱ्यो, आफूलाई अलिकति सेफ फिल भएन भने चाहिँ त्यहाँबाट चाहिँ हिँड्नु। किनभने त्यस्तो ठाउँमा बसेर रिक्स बोक्नु भनेको आफूलाई नै अलि आफ्नो ज्यानलाई नै खतरा हो। तर यस्तो चोकतिर भनेको त केही पनि हुँदैन होइन। हुन त दशा भनेको बाजा बजाएर आउने होइन, दशा भनेको त होइन। तर पनि मलाई त्यस्तो लाग्छ अलिक कुनाकाप्चीतिर पऱ्यो भने चाहिँ अलिक सेफ भएर बस्नु होला, सकभर हट्नु अलिकति मेन ठाउँतिर। अब हुन त अहिले त अब नेपाल सरकारलाई चाहिँ धन्यवाद चाहिँ किन दिन चाहन्छु भने हरेक हाम्रो प्रशासन, अब पुलिसहरू हुनुहुन्छ हामीलाई, अब हाम्रो साथ सपोर्टको लागि नै हामीलाई सुरक्षा दिनलाई राति हिँडिराख्नु भएको हुन्छ होइन। अब बाइकमा जोस हिँडिरहेको देख्छु कि मैले, डेमा पनि देखिरहेको हुन्छ, नाइटमा पनि देखिरहेको हुन्छु। त्यही भएर डर त खासै हुन्न। अब यहाँ अगाडि पनि अहिले हेर्नु एउटा पुलिसको भेन छ, यो नगर प्रहरीको होला सायद होइन। जोस पुलिसकै भेन रहेछ होइन। जोस ठिक छ है गर्नु, तर आफू अलिकति सेफ पनि हुनु, त्यही नै भन्न चाहन्छु। ल अहिलेलाई चाहिँ राखौँ। अब यसो टिप हेर्नु पऱ्यो, यहाँ टिप पनि आएको छैन है।
सानो टिप परेको छ आज 7:30 बजे हिँडेको सानो 100 भन्दा माथिको त परेकै छैन 4वटा टिप पर्यो 65 70 80 जो ठिकै छ अझ पुरै रात त बाँकी छ बल्ल त 10 त बजेको रहेछ यसरी अब ठाउँमा पुलिसहरू भइरहेको हुन्छ जे सेफ्टी हुन्छ डर त छैन अहिलेलाई त है ल त भिडियोलाई अहिले यहीँ अन्त्य गरौँ अब अरू बनाउँदै गरौँला भिडियो मलाई साथ र सपोर्ट गर्नु हजुरहरूको मायाको खाँचो छ भिडियो मन परे लाइक शेयर सब्सक्राइब सबै गरिदिनु होला है